हामीले कस्तो जनप्रतिनिधि चुन्ने? स्थानीय चुनाव नजिकै छ। अब जनताले एउटा प्रश्न सोध्न जरुरी छ, पार्टीको झण्डा फेर्दैमा विगत पनि सफा हुन्छ भन्ने छैन। हिजो सत्ताको वरिपरि बसेर फाइदा लिनेहरू, ठेक्कापट्टा सरकारी काममा पहुँच बनाउनेहरू, कहिले यो पार्टी कहिले त्यो पार्टीसँग नजिक हुनेहरू आज नयाँ पार्टीको नाममा जनताको अगाडि आउन सक्छन्। त्यो नयाँ कुरा पनि होइन, तर प्रश्न एउटै हो, जो हिजो जनताको लागि के गर्नुभएको थियो र अब आज आएर चाहिँ के गर्नुहुन्छ। पार्टी नयाँ हुँदैमा चरित्र नयाँ हुन्छ भन्ने छैन, हुँदैन, हामीले देखेकै छौँ। अनुहार नयाँ हुँदैमा इतिहास भेटिँदैन, यो पनि कुरा बुझ्न जरुरी छ। त्यसैले यसपालि भाषण सुनेर होइन, विगत खोतलेर भोट दिन जरुरी छ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, फलो गरेर जोडिन सक्नुहुनेछ।